अलि सोरसार पारेको धनियाँलाई अब मल नहालिकन है जेसुकै चिजलाई मल त चाहिन्छ मल नभई हुँदैन गाइस मल चाहिन्छ मल हाल्नु पर्यो मल नहाल्दै फेरि धनियाँमा हाल्नलाई गाईसँग मल हालेर धनियाँ छर्नु पर्यो माटो मसिनो चाहिन्छ बुरबुरे पार्नुपर्छ मलजल हाल्नुपर्छ मलजल नहालिकन केही वस्तु हुँदैन आजभोलिको उसमा अब माटो पनि अब मिही बनाउनुपर्छ मल पनि पानीको पनि उत्तिकै प्रभाव पर्छ सबै थोक नै बराबर भन्ने जस्तो चाहिन्छ अब यसमा चाहिँ मैले उतापट्टि अब साग हराभरा रोपेर अब बनाएको छ त्यस्तै मिहिन पारेर अब कोदालो राख्नु पर्यो कोपी कोपी गल्दिन्छ कोपी झन्डै किल्चेर यहाँ कोपी भगाले नि यो चाहिँ रेडी गरेको हो त्यति भएदेखि मसिनो मिही माटो बनाएर मलजल हालेर गरेर पानीहरू उत्तिकै बराबर मात्रामा दिएपछि धनियाँहरू राम्रो भएर आउँछ र अनि यता फेरि अब सागपातहरू त्यस्तै अब मलजल यस्तै मिही माटो पारेर मल हालेर रोपेको हो यतापट्टि अब फुलकोपी रोपेको छ यहाँ यतापट्टि प्याज एउटा यहाँ नयाँ प्रविधि फुलको ठाउँमा अब के अरे फुलको ठाउँमा पानी त्यसै हुन्छ चिसो हुन्छ र त्यसमा पानी हालेपछि धेरै दिनलाई चिसै भइरहन्छ सुकौरो जग्गाको लागि चाहिँ यो प्रविधि राम्रो हो त्यहाँ कोलको ठाउँ छ चिसन भइरहन्छ बाली नालीहरू राम्रो भएर आउँछ जेसुकै यस्तै छ माटो पनि सुकेर ठाउँ घामले सुकेर पानी नआएर अब नपरेर साह्रो भएको छ खन्न पनि साह्रै छ गाह्रो छ के गर्नु अब कस्तो दुःख नगरिकन खान पाइँदैन कुल्ची चाहिँ कोपी उता यसरी हाल्नुपर्छ पानी चाहिँ प्रशस्त मात्रामा दिनुपर्छ दिइरहनुपर्छ सुकौरो माटो भएकाले अब अलिक प्रशस्त हाल्नुपर्ने रहेछ चिसन माटामा हो भने अब कम्ती पानीले पनि हुन्थ्यो सुकौरो माटामा चाहिँ अलिक धेरै नै हाल्नुपर्छ यति गरेपछि धनियाँहरू एकदम राम्रो भएर आउँदा कलकल आउँदा हरा भएर आउँछ आफैले छाड्यो भने खाना गर्न पाइन्छ पानीहरू पनि हालिसक्यो धनियाँमा अब पानी हालिसक्यो अब आधालाई यति नै हो र मन परेन लाइक कमेन्ट सेयर गरिदिनु होला फेरि अर्को भिडियो पहिलो प्रथम तपाईँकै बादमा आउनेछ।